लको बारेमा हामीले पढ्नु छ। तीनटा ल मध्ये सबभन्दा पहिला है ध्यानले हेर्नु है, ट्रायंगल ल अफ भेक्टर एडिसन। ट्रायंगल ल अफ भेक्टर एडिसन को बारेमा त ट्रायंगल ल को बारेमा हामी के गर्छौं, सबभन्दा पहिला एउटा ट्रायंगल बनाउँछौं। यो ट्रायंगलमा एबीसी नाम दिदियौ, ठीक छ। त यसको नियमले के भन्छ कि यदि हामीले एबी भेक्टर निकाल्नु छ भने, एबी भेक्टर निकाल्नु छ भने हामीले यसको विपरीत डाइरेक्सनबाट हिड्नु पर्छ। यदि हामीले एबी भेक्टर राम्रोसँग बुझ्ने, जो अप्सन थियो हेरिहाल्ने, एबी भेक्टर निकाल्नु छ भने हामीले यसको विपरीत डाइरेक्सनको भेक्टरलाई एड गर्नुपर्छ, सम अफ अपोजिट डाइरेक्सन। इट मीन्स यदि हामी एबी भेक्टर निकाल्न गइरहेछौं भने के हुन्छ, एसी भेक्टर प्लस सीबी भेक्टर। समझ में आइरहेछ? सपोज माना यदि हामीलाई बीसी भेक्टर निकाल्नु पर्यो, कुन भेक्टर बीसी भेक्टर निकाल्नु पर्यो भने एसी प्लस बीसी निकाल्नु पर्यो भने बीए भेक्टर बुझिरहेछ? बीए भेक्टर प्लस एसी भेक्टर, बीए भेक्टर प्लस एसी भेक्टर हुन्छ कि हुँदैन? यदि हामीलाई एसी निकाल्नु पर्यो, एसी भेक्टर निकाल्नु पर्यो भने के गर्ने, सीबी प्लस बीए, एबी प्लस एसी निकाल्नु पर्यो भने एबीबाट हामीले अपोजिटबाट आउनु पर्छ नि। त एबी भेक्टर प्लस बीसी भेक्टर, यो भयो हाम्रो ट्रायंगल ल अफ भेक्टर एडिसन। हामीले तीनटै साइडको यहाँ काम गर्छौं, एबी भेक्टर पनि निकाल्यौं, एउटा बीसी भेक्टर पनि निकाल्यौं, अर्को एसी भेक्टर पनि निकाल्यौं। यसमा तीनटै साइड, यो भयो ट्रायंगल ल अफ भेक्टर एडिसन। यसमा कसैले कुनै डाउट? सिम्पली सिधै बुझ्ने, जुन साइडको हामीले भेक्टर निकाल्नु छ, जुन साइडको भेक्टर निकाल्नु छ, ठ्याक्क त्यहीबाट जहाँबाट हामी स्टार्ट गर्छौं नि त्यहीबाट विपरीत डाइरेक्सनबाट हामीले स्टार्ट गरेर दुईटै साइडको सम गरिदिनु पर्छ। यदि हामीले एबी निकाल्नु छ त एसी प्लस सीबी गर्ने, बीसी निकाल्नु छ त बीए प्लस एसी गरिदिने। समझ में आइछ नि? यो भयो, बुझेन? यो भयो हाम्रो ट्रायंगल ल अफ भेक्टर एडिसन। त्यसपछि छ पार्लेलोग्राम ल अफ भेक्टर एडिसन। त सबभन्दा पहिला हामी के गर्छौं, एउटा पार्लेलोग्राम हो, यसको बारेमा है पार्लेलोग्राम ल अफ भेक्टर एडिसन। और तिमी खाली पानीको साउन्ड निकाल्दै गर। को निकालिरहेछ? ल यहाँ त यदि पार्लेलोग्राम ल अफ भेक्टर एडिसनमा हामी के पढेको थियौं, यो बीचको जुन डायगोनल छ नि पार्लेलोग्रामको बीडी डायगोनल, यदि हामी बीडी डायगोनल निकाल्यो भने, बीडी डायगोनल निकाल्यो भने कसको सम हुन्छ, बीए प्लस बीसी को सम हुन्छ। बीडी डायगोनल हैन, बीए प्लस बीसी को सम हुन्छ। समझ में आइछ? यदि हामीलाई यो डीबी निकाल्न भन्दियो, डीबी निकाल्नु पर्यो भने के गर्छौं, बीए प्लस बीसी, डीए भेक्टर प्लस बीसी भेक्टर। यसमा कुनै डाउट छ? आई थिंक डाउट नै होला हैन? सरको कारण की कन्फ्युज गरिदिन्छ सर। हिजो देखाए पनि न, पार्लेलोग्राम सम्म त हिजो गराइसकेछ नि, ट्रायंगलको बारेमा र पार्लेलोग्रामको बारेमा हैन? त यसमा खासै केही छ, जस्ट मात्र डायगोनल जुन हामीले निकाल्नु छ यसको एडजसेंट साइड को सम गरिदिने। यसले एडजसेंट साइड भनिन्छ। यहाँ हेर्नु, कुनै पनि एंगलको यस्तो दिएको छ भने यो दुईवटा जुन बन्ने एंगल छ नि यो एडजसेंट एंगल हुन्छ, किनभने यिनीहरुको कमन यहाँ भर्टेक्स छ। एउटै भर्टेक्समा दुवै एंगल बनेको छ कि छैन? हेर त, बनेको छ। र दुवै एंगलको यो बीचको जुन आर्म छ नि, आर्म, यो आर्म के छ यहाँ सेम छ, दुवैमा पर्छ। माने यसको नाम दिने हो ए बी सी अनि डी। हेर त, यो एंगल रिप्रेजेंट गर्नको लागि ए बी
एंगल ABD यसमा B रिपिट भयो भएन भयो रिपिट अर्को BD रिपिट भयो भएन भयो रिपिट B भनेको यसको एंगल हो आ BD भनेको यो आर्म हो ठीक छ सेम त्यस्तै यो U एंगल रिप्रेजेन्ट गर त के दिएको छ एंगल CBD मौटा गर्नु है लेख्न मिल्छ CBD यसमा पनि हेर त B एंगल भनेको रिपिट भयो यसमा र पछाडीको BD रिपिट भयो भएन यसले के जानकारी गराइरहेछ भने यिनीहरुको कमन भर्टेक्स हुन्छ र कमन के हुन्छ आर्म हुन्छ यिनीहरुले एडजेसेन्ट एंगल भनिन्छ र यो दुईटै साइडले के भनिन्छ एडजेसेन्ट साइड भनिन्छ र सेम यस्तै यहाँ पनि त्यस्तै छ यो बीचको डायगोनल निकाल्नु छ भने यिनीहरुको यससँग टसेको यहाँ टसेको दुईटा एडजेसेन्ट साइडको सम गरिदिनु पर्छ समझ छ बीचको डायगोनल निकाल्नु छ भने यी दुईटै साइडले के गर्दिने सम गर्दिने क्लियर भयो क्लियर ल पार्लोग्राममा पोलिगन लमा हेरौँ त पोलिगन ल अफ भेक्टर एडिसन यसमा हामी के गर्छौं एउटा पेन्टागन बनाऊ पेन्टागन के हो पोलिगन हो कि होइन पोलिगन हो नि त हामी के गर्छौं ए यहीबाट सुरु गरौँ A B C D र E अनि यहाँबाट A बाट बोल्नु यहाँ A बाट हामी स्टार्ट गर्छौं है A बाट स्टार्ट गर्छौं A बाट कहाँ जान्छौं B मा B बाट कहाँ जान्छौं C मा C बाट कहाँ जान्छौं D मा D बाट कहाँ जान्छौं E मा तर पोलिगन लले भन्छ E सम्म पुग्दाखेरि अब A जति यो भ्यालु हुन्छ नि यहाँ देखि घुम्दा घुम्दै जब E मा पुग्छौं त यतिको जति भ्यालु हुन्छ त्यो भ्यालु यहाँ देखि यहाँ सम्मको भ्यालु सँग बराबर हुन्छ यो हो पोलिगन ल भेक्टर एडिसन इट मीन्स भयो यदि हामीले AE भेक्टर निकाल्नु छ भने AE भेक्टर निकाल्नु छ भने के गर्नु पर्छ AB भेक्टर प्लस BC भेक्टर प्लस CD भेक्टर प्लस DE भेक्टर सब ऐड कर दे यो समझ में आया क्या है ना सब पोलिगन के समझ में छ यसले के भन्यो कि यदि अब मानव मैले अब AB निकाल्नु पर्यो AB निकाल्नु छ भने के गर्छौं यहाँबाट उल्टो स्टार्ट गर्छौं ओके न यदि मानव मलाई AB निकाल्नु छ भने म के गर्छु AE प्लस ED प्लस DE प्लस अनि CD सर त्यो BC गर्न सक्दिन मिल्छ किन मिल्दैन यदि BC निकाल्नु छ त के गर्छौं BA प्लस AE प्लस ED प्लस CD सर DC यो सेट बुकमा सब पढ्नु हुन्छ समझ में नि समझ में आयो यो हो पोलिगन ल अफ भेक्टर एडिसन ट्रायंगल ल अफ भेक्टर एडिसन मा के थियो तीनटा साइड थियो ट्रायंगल मा यदि कुनै साइड निकाल्नु छ त त्यसको बराबर जस्ट त्यसको अपोजिट डाइरेक्सनबाट दुईटै साइडले प्लस गरिदिन्थ्यौ प्यारेलल ल अफ भेक्टर एडिसन मा के भन्दै थियो यदि हामीले बीचको डायगोनल निकाल्नु छ भने त्यसको एडजेसेन्ट साइडले के गर्ने सम गरिदिने प्लस गरिदिने हैन र अब पोलिगन ल अफ भेक्टर एडिसनले के भन्यो कुनै एउटा साइड निकाल्नु छ यदि हामीले AE साइड निकाल्नु छ त बाकी के सबै पाँचवटा साइडले के गर्ने सेम डाइरेक्सनमा प्लस गर्ने समझ में छ सेम डाइरेक्सनमा के गरिदिने प्लस गरिदिने यो हो पोलिगन ल अफ भेक्टर एडिसन यहाँसम्म क्लियर भयो भएन अब हामी एउटा क्वेशन लिएर सल्भ गर्छौं है सर यति काटिदियो सर यो सारी यति भयो